आदरणीय सज्जनवृन्द, सधैँ चाहिँ आज पनि एउटा सानो भिडियो लिएर उपस्थित भएको छु। यो अहिले चैते दशैं चलिरहेको छ। यो यसमा भगवती जगदम्बाको ठुलो महिमा रहेको छ। भगवतीले अवतार किन लिनुभयो भन्ने कुरा प्रश्न उठ्न सक्छ। सोधेका थिए र भगवतीले अवतार किन लिनुभयो भन्दाखेरि चण्डीमा भनिएको छ, जसलाई हामी दुर्गा सप्तशती भन्छौँ, त्यसमा भनिएको छ इत्थम यदा यदा बाधा दानवोत्था भविष्यति। जब पृथ्वीमा अन्याय, अत्याचार, दुराचार, पापाचार सारा पृथ्वीमा भएका जगदम्बाका त सन्तान हुन्, सन्तानहरू एकदम कठिनाई झेल्दै, विभिन्न सङ्कटहरू झेल्दै बसिरहेका त्यो आर्त पुकारहरू भगवती जगदम्बाले सुन्नुभयो। त्यस पछाडि भगवती जगदम्बाले ती चण्ड मुण्ड जस्ता ती दुष्टहरूको संहार गर्नका लागि खड्ग लिनुभयो। र ती चण्डमुण्डहरू कस्ता थिए त भन्दाखेरि न्याय नपाएर अन्यायमा जनतालाई चाहिँ न्यायका लागि न्याय माग्दाखेरि गोली वर्षाउनेहरू, जनतालाई शिक्षा देऊ, स्वास्थ्य देऊ, रोजगार देऊ भनेर सरकारसँग माग गर्दाखेरि, सरकारलाई भन्दाखेरि निर्ममतापूर्वक दमन गर्ने त्यो सरकारका विरुद्ध ती जनताहरू एकदम आतंकित थिए। र ती जनताहरूलाई आश्वासन दिनुभयो भगवती जगदम्बाले, तिमीहरू चिन्ता नगर, यी दुष्टहरूको म संहार गर्छु, न्याय नपाएकालाई न्याय दिलाउँछु, शिक्षा नपाएकालाई शिक्षा प्रदान गर्दछु, आदि आदि भनेर भगवती जगदम्बाले भन्नुभयो। र यसरी जब देशमा सङ्कटकाल आइपर्छ त्यतिखेर भगवती जगदम्बाले अवतार लिनुहुन्छ। कहिले काली हुनुहुन्छ, कहिले महाकाली भनेर यसरी अवतार लिनुहुन्छ। विस्तृत रूपमा म आगामी भिडियोहरूमा देवीका स्वरूपहरूका बारेमा म यहाँहरूलाई विस्तृत जानकारी गराउनेछु। यति भन्दै आजको यो भिडियोलाई सबैले कमेन्ट गरिदिनु होला। राम्रो नराम्रो प्रतिक्रिया दिनुभयो भनेदेखि मलाई सुधार्नलाई सजिलो हुनेछ। जगदम्बा माताले सबैको कल्याण गरून्, सबैको उन्नति प्रगति होस्। यही सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। यही भावनाका साथ आजको यो भिडियोलाई म यतिमै बन्द गर्दछु। जय श्री राधे।